आफूले चाहिँ नगर्नु नीति भइरहेछ यहाँ उपस्थिति भयो त भयो ताई खाए टच गरिदियो तो हे गाइज गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो एउटा नयाँ भिडियोमा आज चाहिँ म सिधै यहाँ भान्सा आएर लास्ट रोटी बनाउने तर्खरमा पुगिसकेको छु अब चाहिँ यसलाई भिडियो बनाउँदाखेरि भ्लग बिहान सुरु गर्दाखेरि हल्का बढी बोलिन्छ त्यही भएर चाहिँ ढिलो भइहाल्छ रोटी बनाउनु त्यो रोटी बनाइसकौँ अनि लास्ट रोटी चाहिँ देखाइदिउँ ल हाम्रो अरू रोटी चाहिँ यहाँ बनिसकेका छन् अब यो चाहिँ फाइनल रोटी हो ल रोटी त भयो सिद्धो अब फ्राई गर्नु छ चाना चाना पनि यहाँ छ चानाबाट र यसलाई फ्राई गरौँ र नास्ता खाएर लागौँ साइडमा चाहिँ भइसकेको छ रेडी नास्ता खाएर र त्यहाँ अत्याधिक जाडो परिसकेको छ तर्कारीमा त्यही भएर म जानेवाला पन्जा लगाएर जल्न मम्मी चाहिँ खानै लाग्छन् मैले चाहिँ 2 रोटी खाएँ अब 2 रोटी चाहिँ लगाएको छु किनकि मलाई ढिला आउनु लाग्छ म टिफिनमा खान्छु त गाइज म चाहिँ पुगिसकेको छु कलेज र आज हाम्रो साथसाथैसँगै डान्सर साथी पनि पुगिसकेका छन् कलेज आफ्नो हन्डालाई त्यहाँ पार्किङमा राखेर म चाहिँ जान्छु कलेजतर्फ एसपिए त गाइज म चाहिँ पुगिसकेको छु यहाँ क्लासमा र आज चाहिँ यहाँ डान्स सान्स केही हुन छैन त्यो उसको पार्टनर चाहिँ यहीँ रहेछ अहिले पुग्यो भर्खर उसको पार्टनर चाहिँ एब्सेन्ट छ त्यही भएर डान्स सान्स केही भइरहेको छैन आज गाइज हाम्रो भइसकेको छ यहाँ ब्रेक टाइम 9:15 अब चाहिँ हाम्रो पालो चाहिँ यहाँ टिफिन खाने फेरि डिलिट गरेर अझ आयो यार चलो अब हाम्रो खाते नास्ता चलो ना हमारी हो गई छुट्टी उस होता है चल रहा सर टाटा थ्याङ्क यू सर बाई बाई र अब चाहिँ एकचोटि मैले एकचोटि सरलाई भेट्नु छ एकचोटि सरले कहाँ भिडियो बनाएको पैसा दिन्छ भनेको थियो त्यही भएर मैले एकचोटि सरलाई भेट्नु त गाइज म पुगिसकेको छु घर र यहाँ बिहानै मलाई ढिलो भयो हुनाले यहाँ भाँडा पनि धुनै छन् भाँडा अब धोइन्छ एकछिनमा त्यहाँ थोडा रेस्ट गरेर हामी ज्याकेट दाल छ नि कहाँ छ कि कहाँ मतलब मम्मीको त पारे मम्मी सिनु छ अरू केही छ बाहिर यसो ल म पुगेँ घर हजुर सिधा त गाइज भर्खरै चाहिँ हाम्रो यहाँ नुहाइ धुवाइ कार्यक्रम चाहिँ सिद्धियो र यो तौलियालाई चाहिँ यहाँ घाम हाल्नुपर्ने छ नुहाइसकेपछि तौलिया घाम हाल्नै पऱ्यो के गर्ने यस्तै छ र अब यहाँ आफ्नो घर बनिरहेको दृश्यतिर लागौँ यस्तै छ हाम्रो जगसम्म फाइनल भइहाल्छ अब मम्मी पहाड गएपछि अनि डेडी आउँछन् भैँसी दुध एल्बो आज चाहिँ यहाँ खाना चाहिँ मैले बनाएन किनकि यहाँ अन्न खुवाउने दिन सब बच्चाको पास्नी भन्छन् यहाँतिर चाहिँ त्यही भएर चाहिँ म त्यही जान्छु भिआइपी ठुलै मान्छेको हो किनकि यहाँ गाडी साडी आएर ठुलो भएको छु देख्नु हुँदैन टेन्ट हो त्यही हो अहिले टिका लगाउने कार्यक्रम एकछिनमा सुरु हुन्छ भने चाहिँ म अहिले गएर आएँ र अब चाहिँ खाना चाहिँ हाम्रो त्यही हुन्छ अहिले हामी पनि शरीर खाइन्छ आज प्रोटिन इन्टेक बढी पुग्छ के गर्छ तो गाइज एउटा रिल बनाऊ भनेर ऐना भित्रबाट बाहिर ल्याएर यहाँ राख्ला थिएँ ऐनाको हालत चाहिँ यस्तो धेरैभन्दा पनि धेरै ठुलो गल्ती भइसकेको छ अब गल्ती पनि के भन्ने अब
गल्ती त भन्नै पर्यो त गाइस म चाहिँ यहाँ जान छु बाबुलाई टिका लाउन सानोलाई अन्न खुवाउन यहाँ छन् मान्छेहरू धेरै आएका छन् यहाँ धेरैभन्दा पनि धेरै त्यहाँ चाहिँ टिका लाउने कार्यक्रम चाहिँ सुरु भइसकेको छ बाबुको उसले चाहिँ नगर्नु नीति सब भइरहेछ यहाँ उपस्थिति भयो त भयो ताई खाए टच गरिदियो भयो गिफ्ट के ल्याएर गाइस मेरो खानाचाना चाहिँ त्यहीँ पास्नेमा भइसक्यो र मलाई एउटा भतिजले त्यो चौरावाला भतिजले चिकन राइस लिएर भनेर भने हुनाले म चाहिँ आएको छु यहाँ दाइकोमा यहाँ केदार टोलको सबभन्दा फेमस दाइको चाहिँ होटेल हो यो क्याफे टाइप रेस्टुरेन्ट टाइप सानोवाला सब पाइन्छ यहाँ चिकन राइस चिकन चाउमिन पकौडा यहाँको फेमस भने चाहिँ चिकन राइस र चिकन चाउमिन हो यस्तो दामी हुन्छ यस्तो दामी हुन्छ हप्तामा एकचोटि त म पनि खान्छु यहाँ यहाँ आजकल धेरै राम्रो बनाइहाल्यो यहाँ पुरै भित्र बस्ने व्यवस्था यहाँबाट पुरै बाँसले यस्तो सागर फास्ट फुड साइडेड केदार टोलमा छ यो आउनुहोला यो डिसिएको सामनेतिर यस्तो दामी बनाउँछन् नि टेस्ट बबाल छ अनि फुड कलर पनि युज गर्दैनन् हो कि नै दाइ अनि फुड कलर युज गर्दैनन् दामी बनाउँछन् यहाँ हुन्छ राइसभन्दा चाउमिनभन्दा बढी त मासु हुन्छ अहिले यस्तो राम्रो बनाउँछन् गाना सुन्दै नाच्दै बनाउनेवाला हुन् ल हाम्रो यहाँ चिकन राइस चाहिँ रेडी भइसकेको छ हाम्रो भाइको लागि हो नि त चौरा लाग्नुपर्ने हो त्यही भएर चाहिँ प्याकिङ भइसक्यो अब चाहिँ यहाँ पालो छ पेमेन्टको मात्र ल राइस चाहिँ रेडी भइसक्यो यस्तोवाला गाना सुन्दै नाच्दै बनाउँदैवाला हुनु मजाले गाना सुन्दै बनाउँदै हाम्रो चाहिँ प्याकिङ भइसक्यो ल गाइस म चाहिँ पुगिसकेको छु यहाँ चौरा र यहाँ उसले भतिजले खाना पनि सुरु गरिहाल्यो कसो छ त टेस्ट मस्त छ The quantity of meat is absolutely fantastic. यो बुन्ना र या भ्लग हो खाने चिज त चिया हो इलामा ये लिएर आएछ पत्ती कि भयो चिया पत्ती ऊ हो भिडियो बन्ना छ वीडियो हो मेरो भिडियो हेरे टिभी में हाँ टीवी अनि उए क्या शानदार चुवाक थियो हो मेरो भिडियो चाहिँ यहाँ टिभीमा लाग्दो रहेछ चुवाक थियो शानदार हुँदा छ त गाइस म चाहिँ यहाँ चौराबाट निस्किसकेको छु यहाँ हाम्रो चाहिँ हन्डातर्फ आइसकेको छु म चाहिँ जान लाग्छु अहिले घर किनकि अब एकछिनमा हाम्रो क्लास सुरु हुन्छ फ्रेन्च क्लास सुरु हुन्छ त्यो फ्रेन्च क्लासको लागि ढिला हुन्छ त्यही भएर चाहिँ घर पुग्नु जरुरी छ किनकि मेरो कपी सपी वहीँ छ अब यहीँबाट पनि लिन सक्थेँ म क्लास अनलाइन तर मेरो कपी चाहिँ यहीँ छ नि त घरमै छ त्यही भएर ल अब चाहिँ हामी लाग्छौँ आफ्नो घरतर्फ बाई बाई चौराहा तो गाइज आज चाहिँ हाम्रो फ्रेन्च क्लास केही थिएन आज क्लास हुन्न भनेर त ग्रुपमा मेसेज गरेको थिएँ त्यही भएर चाहिँ म अहिले जिमको लागि लागिसकेको छु अगाडि नाइट भ्यू हेर्न सक्नुहुन्छ हजुरहरू र अब एकछिनमा चाहिँ म जिम पुग्नेवाला छु आज हल्का छिटो पनि आइहालेँ म किनकि
छिटो जाउँला घर भनेर पछि ढिला भइहाल्छ खानासाना बनाउनको लागि। त्यही भएर चाहिँ म घरबाट निस्किसकेँ जिम जानको लागि। हन्डामा अब अरू त के नै छ र, बाइक अहिले छैन, डेडी पाहाड छन्। त्यही भएर चाहिँ म हन्डामै आएको छु। हाम्रो हन्डा बेस्ट हो के, साइकल भने बेस्ट हो। मेरो के भन्छ त्यसको नाम के भन्छ नि यहाँ, कार्डियो पनि भइहाल्छ। त्यही भएर म साइकलमै आउँछु। गाइस म चाहिँ पुगिसकेको छु यहाँ जिममा र यहाँ पार्टनर चाहिँ गल्ला छ, यहाँ सेट हाल्ला छ। आज त हाम्रो ब्याक र बाइसेप्सको हामी लाग्छ। यहाँ हामी ब्याकको मेसिनमा छौँ अहिले। ल ऊ भाइले चाहिँ लाग्दा छ, सबको प्रगति भइरहेको छ यहाँ, सबको एक गर्न छोडेर। ल अब चाहिँ मेरो पालो सब्सक्राइब हान्दै सबले हान्दै मर्दै। आजको वर्कआउट चाहिँ हाम्रो सिद्धिसकेको छ। आज हामीले बाइसेप जाने होइन र अब हामी जान लाग्छौँ घर। छिटो खाना पकाउनुपर्छ। अब मम्मीलाई आज 3 दिन भयो नि त, अब भोलिको दिन छ र त्यो पछि चाहिँ मम्मी बनाइदिनुहुन्छ। 2-3 दिन बस्नु नि हो, त्यो पछि चाहिँ गइहाल्नु नि। ल जाएँ म गएँ, ल बाई बाई। ल दाइ ल उदाई पनि भ्लगर हुन्। ल गाइज, ल भाइको च्यानललाई यदि तपाईँ नयाँ हुनुहुन्छ भने भाइको च्यानललाई लाइक सब्सक्राइब गरिदिनु होला गाइज। अनि साथसाथै मेरो पनि नाम ब्लग छ होइन, युट्युब च्यानल छ सुशील कुमार ब्लग, त्यसलाई पनि सब्सक्राइब गरिदिनु होला। इट्स फ्री गाइज, लेट्स गो। सुशील कुमार भन्ने दाइको आइडी छ, 2700 फलोवर्स छन् र उमा फेसबुकमा चाहिँ 24,000 23,000 फलोवर्स छन्। सबले गएर सब्सक्राइब हानिदिनु होला। ल मलाई पनि सपोर्ट गरिदिनु होला। मेरो पनि हजुरहरू भिडियो हेर्नु न, राम्रोसँग लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सेयर गर्नु होला। त गाइज म चाहिँ पुगिसकेको छु यहाँ घर र हाम्रो यहाँ मैले अन्डाहरू चाहिँ खाइसकेँ अहिले। अहिले जिमबाट आइसकेपछि म अन्डाहरू खान्छु र 2टा केरा खान्छु र सेकको लागि चाहिँ मैले यहाँ दुध तताइसकेको छु र यहाँ अब हरियो साग बनाउनुको लागि म तेल हाल्दैछु। र अब हरियो साग पाक्दै गर्दा चाहिँ म धुलो लेप्छु अनि पछि हाम्रो पाक्छ रोटी। ल अहिले चाहिँ म अब रोटी हाल्नुतिर लाग्छु, धुलो मेच्नुतिर लाग्छु। तो गाइस हाम्रो खाना चाहिँ रेडी भइसकेको छ। यहाँ रोटी हालिसकेँ अहिले मैले यहाँ, मम्मीलाई पनि दिइसकेँ अहिले, मम्मी खान्न आछन्। ल अब चाहिँ खाना अर्ग्यानिक रायोको साग हाम्रो पाहाडबाट पठायोवाला हो, डेडीले पठायो नि पाहाडबाट, आज बनाइआउँ। तो गाइस हाम्रो खानापिना चाहिँ भइसक्यो र यहाँ भाँडा पनि हामीले धोइसकेका छौँ र आजको भ्लग चाहिँ हामी यहीँ गर्छौँ। भ्लग मन पऱ्यो भने लाइक गर्नु होला, कमेन्ट गर्नु होला, सब्सक्राइब गर्न नभुल्नु होला।